हेलो हेलो हाई साथीहरू, आज हामी समर कटेजको लागि चाहिँ लोइहा भन्ने ठाउँमा हेलसिङ्कीबाट 1 घन्टाको डिस्टेन्समा कटेज जाँदैछौँ। त्यहाँ हामीले अरू धेरै साथीहरूलाई भेटघाट गर्नेछौँ। त्यसपछि हाम्रो रमाइलो सुरु हुनेछ। See you there. बाई। Bye. फाइनली हामी कटेज आइपुगेका छौँ र साथीहरू फेरि अरू साथीहरू भेटियो। अब सबैजना भेट भइयो। हेलो साथीहरू, ल हामी फाइनल्ली यो समर 2026 को चाहिँ समर कटेजमा आइपुगेका छौँ र हाम्रो साथी विनी जमाललाई भेट भइसकेको छ। रमाइलो गर्न सुरु भइसकेको छ। अब आजको दिन अब के प्लान गर्ने, भोलि पर्सि 3 दिन यस्तो रमाइलो मौसम, गर्मी होइन, ताल नजिकै बेसरी गर्मी, ताल नजिकै मोटर बोट होइन, अब अनेक कुराहरू प्लान फिसिङ। चाहिँ यस्तो दामी गर्नुपर्छ, रमाइलो। यो चाहिँ हाम्रो कटेज हो। अब हामी यहाँभित्रको सबै कुरा हजुरहरूलाई देखाउने छौँ। हामी कस्तो ठाउँमा आएर बस्दैछौँ, के छ कसो छ भनेर। हाम्रो मोकीको एकदमै मेन सेफ हाम्रो दाइ हुनुहुन्छ। ओके, के ल्याउनु भयो अरे दाजु? बिनाजुले अब मासु काटकुट गर्न लगाइसक्नु भएको। अनि उडु बलक यहाँ छ। उडु बलक हेडु कता हेडु मामालाई हेर यहाँ क्यामेरामा, यता हेर न यता।
हेलो गाइज, हामीहरू अब अहिले कटेजमा बोर्डिङ गर्दैछौँ होइन, रमाइलो भइरहेको छ। अब हाम्रो साथीहरू यहाँ आउनुहुन्छ। हेलो साथीहरू। मर्निङ होइन, हाम्रो सेकेन्ड डे चलिरहेको छ यहाँ। यस्तो आज हाम्रो भेजिसको तयार हुँदैछ। विनिस दाजु माथिको गफ हान्दै हुनुहुन्छ। उहाँको आफ्नो दिमागमा मानसपटलमा कसरी कहानी उब्जियो उहाँले क्रिएट गर्नुभएको छ। बन्सी खाना खाँदैछौँ हामी है। मिठो भएको छ। एकदमै मिठो। ओके मिठो भयो। दिदी मिठो छ। ओके
mango. हो हाम्रो किचनमा के बन्दै रहेछ दिदी? यहाँ चाहिँ रामेन बन्दैछ। हजुर। यहाँ चाहिँ हाम्रो फ्रोजन मोमो हो एकदम हामी चटनी उता रेडी भइसक्यो उता डाइनिङ टेबलतिर। ओके। एउटा चाहिँ पाक्न लाग्यो एउटा चाहिँ यहाँ मोमो बन्दैछ। वाउ। तातो मोमो कति मिठो हुन्छ। अनि पिरो चाउचाउसँग टक्क खाएर अनि यहाँ रेडी पनि हुँदैछ। मान्छे रमाइलो भइरहेको दिदी। रमाइलो छ। हैन त? ओके। ओके बल्ल आज यस्तो रमाइलो माहौल भयो है। ओहो कस्तो रमाइलो देखेको देख्दै। यहाँ दाई दिदी हुनुहुन्छ। दाई हाई। यहाँ सबैजनाको जोडी उहाँहरू दुईजनाको जोडी हुनुहुन्न दाई बाहिर हुनुहुन्छ। हामी मोमो अनि पिरो चाउचाउ खाँदैछौँ। रियली नाइस। ओके कस्तो झरी पर्यो है अहिले साँझको बेलामा। दिउँसो त ठिकै थियो अहिले त हो ठुलै पानी पर्यो हो। यो त कस्तो शीतल भयो आज त। त्यही भने यस्तो पिरो चाउचाउ खाएर मिठो मोमो खाएको बेलामा है टक्क गर्मी भइरहेको थियो ठ्याक्कै पानी परेकै छ आनन्द भइसक्यो शीतल भएको क्या एकदम मजा भयो। अब एक कप के अरे मजाले एक कप चिया खान पाएर अझै मजा हुन्थ्यो है। अब तातो चिया खानुपर्छ ल कति मलाई बनाउँछु के मिठो लङ बनाएर है। हेलो आज डे 3 अब रल खसी सब 70 पारिदिनु हो नि दाइ र भिनाजु मैदानमा उत्रिसक्नु भएको छ। खसीलाई एकदम खसी ग्रेभी दाइ। यस ओके खसी ग्रेभी खसी सुप होइन आज सब खसी हो। अनि खसीकै ऊ झिर रमाइलो माहौल बन्दैछ। दाइ भिनाजु यहाँ खसीको कार्यक्रम गर्दै हुनुहुन्छ। विनेश दाइ उता तेल खोज्दै हुनुहुन्छ। अनि हाम्रो पकाउने ठाउँ यस्तो रहेको छ। ओहो गजबको खसीको हेलो साथीहरू, अब हाम्रो थर्ड डेको चाहिँ मर्निङको लन्च तयार हुन लागिरहेको छ। त्योभन्दा अगाडि हामीले ककटेल पनि तयार गरेका छौँ। म अब एकछिनमा ककटेलको मजा लिँदैछु। इन्जोय गर्नु होला है त। हस् साह्रै मिठो। च्यालेन्ज गर्नु म के खाने हो केटीहरू
पिरो चाउचाउ म चाहिँ ससेस अनि मैले चाहिँ ससेस अनि एक पनि बोइल गर्नुपर्छ है त्यो हाली सबैजनाको काटेर हामी ओके आज हाम्रो सबै दिदीहरू एक्साइटेड माहौल छ यहाँ लेट्स सी एडु त्यहाँ नजाऊ होइन रक पेपर सिजर होइन र खासमा त्यस्तो गर्नु त कोसको भ्याउनु मिल्छ र 3 2 1 गो इलाई त बचाउ के हुन्छ नि कसले कसरी जित्छ त नि छिटो छिटो 1 गो ए यो गोदारे उड्न झ्याप गर्नु अनि बल्ल पो जित्छ 1 गो रेडी 3 2 1 गो पिल्ले छोएपछि पिल्ले त्यसपछि खानु पाउन्न पिल्ले खानु पाउन्न के आइस के त्यही चाहिँ नराखौँ होइन घिनाएको भनेर के थोरै थोरै लिएर खाने नि त 1 go 3 2 1 go 3 2 1 go 3 2 1 go
चान्दु खुमा 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 हाई साथीहरू, हाम्रो तेस्रो दिन कटेजको बसाइको पनि आज सम्पन्न भएको छ। यसअघि हामी यसो बोटिङ पनि गयौँ अनि लेडिजहरूले डान्स पनि गर्नुभयो, फुड च्यालेन्ज गर्नुभयो, अनेक कुराहरू भए। धेरै रमाइलो रह्यो आजको दिन। हामी फेरि जोडिनेछौँ है त। हस् ल, बाई। कमरेमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर कमरेमा हेलो गाइस, ल हाम्रो समर कटेज 2026 को आज यो अन्तिम दिन हो। अहिले हामी ब्रेकफास्ट गरिरहेका छौँ। अब एकछिनमा हामी अब घर जाने तयारीहरू गरेर अब यो भ्रमणलाई हामीले यो कटेजलाई यहीँ टुङ्गाउन चाहन्छौँ, होइन साथी? हो, केही छ साथीहरूको? कस्तो भयो? जाने बेला भयो। एकदम धन्यवाद। बाई बाई बाई